नमस्कार, इजी वे जापानिजमा तपाईलाई स्वागत छ। आज हामी सिक्दैछौँ जापानी भाषामा आफ्नो नाम कसरी लेख्ने, अर्थात् कसरी भन्ने, जापानी भाषामा आफूलाई कसरी चिनाउने। यस भिडियोको अन्त्यसम्ममा तपाईले आफ्नो नाम भन्न र अरूलाई चिनाउन पनि सक्नुहुनेछ। ल त यति भन्दै भिडियो सुरु गरौँ। आफ्नो नाम भन्न सक्नु जापानी भाषा सिक्नको पहिलो र जरुरी पाइला हो। जुनसुकै ठाउँमा पनि पहिलो कुरा तपाईले आफू को हो भन्नुपर्छ। त्यसैले हामी आज त्यहीबाट सुरु गर्छौँ। जापानीमा नाम भन्नको लागि सुरुको वाक्य हो वातासी वा नानी नानी देशु। यसको अर्थ हुन्छ म डर हुँ। अब केही उदाहरण हेरौँ। उदाहरणका लागि यदि तपाईको नाम सीता हो भने वातासी वा सीता देशु भन्न सक्नुहुन्छ। यसको अर्थ त म सीता हुँ हुन्छ। जस्तै तपाईको नाम विराज छ भने वातासी वा विराज देशु भन्न पनि सक्नुहुन्छ। यदि तपाईको नाम राम हो भने वातासी वा राम देशु भन्नुहोस्। तपाईको नाम जे छ वातासी वा आफ्नो नाम अनि त्यसको पछाडि देशु राख्न सक्नुहुन्छ। अब एक उपयोगी वाक्य पनि सिकौँ। यदि तपाईँ भन्न चाहनुहुन्छ कि म नेपालबाट आएको हुँ भनेर भन्नुहोस् कि वातासी वा नेपाल खाराकिमास्ता। यसको अर्थ हुन्छ म नेपालबाट आएको हुँ। यदि तपाईँ कतै पनि हुनुहुन्छ भने तपाईँ वातासी वा नेपाल खाराकिमासिता भन्नुभयो भने तपाईँ नेपालबाट आएको हो भन्ने बुझिन्छ। अब तपाईको पालो। तपाईको नाम लेखेर अभ्यास गर्नुहोस्। उदाहरणका लागि वातासी वा विराज देशु। यसलाई 3 पटक दोहोऱ्याएर अभ्यास गर्नुहोस्। यसको अर्थ यो होइन कि तपाईँ विराज देशु नै भन्नुहोस्। वातासी वा विराजको ठाउँमा आफ्नो नाम राख्नुहोस् र देशु लेखिदिनुहोस्। अन्त्यमा तपाईको लागि एउटा सानो क्विज छ। म नेपालबाट आएको हुँ भन्ने वाक्य कुन हो? ए, बी वा सी? उत्तर कमेन्टमा लेख्न नबिर्सनुहोला। अब त पक्कै पनि तपाईले आफ्नो नाम जापानिजमा भन्न सक्नुहुन्छ। यस्तै सजिलो तरिकाले सिक्न इजी वे जापानिजलाई लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँला अर्को यस्तै रमाइलो भिडियोमा। सायोनारा, बाइ बाइ।